गुड आफ्टरनुन, शुभ दिनम गाइज। आज म धेरै पछि मेरो सरस्वतीकारी युट्युब च्यानलमा उपस्थित भएको छु। अब तपाईँहरूलाई नयाँ कन्टेन्ट दिने क्रममा माघको समय छ। आज माघको 7 गते बुधबार घर निर्माण कार्य हुँदैछ। यस्तो भएको छ अहिले हाम्रो घर, हेर्नुहोला। पहिले चाहिँ यहाँ ज्योतिष कार्यालयको बोर्ड देख्न सक्नुहुन्थ्यो तपाईँहरूले। अहिले चाहिँ त्यो बोर्ड यता छ राखिएको छ। गमलाहरू पनि यहीँ छन्। यस्तो छ अहिले घरको स्थिति। यतिको निर्माणमा पुगेको छ। अब कस्तो हुनेछ बिस्तारै तपाईँहरूलाई हामी देखाउँदै जानेछौँ। पानी लाउने काम भइरहेछ माथि। अहिले चाहिँ यस्तो सिँढीबाट जाँदैछौँ। यहाँ पानी चुहिरहेछ अलिअलि। यो भर्खर पानी लाग्यो यतापट्टि साइड, उतापट्टि साइड यस्तो भएको छ अहिले। तपाईँहरूलाई सबै कुराहरू अपडेट दिन मन भएर चाहिँ भिडियो बनाउने गर्छु म। गाइज गिटी र बालुवाहरू पनि माथिको लागि आइसकेको छ। तपाईँहरूलाई कस्तो डिजाइनमा चाहिँ अब यहाँ घर हुँदा राम्रो देखिन्छ, के लाग्छ कमेन्ट गर्नु होला। यस्तो छ अहिले पानी चाहिँ आइरहेको सानो। गाइजहरू, तपाईँहरूलाई यो घरको डिजाइन कस्तो बन्दाखेरि राम्रो लाग्ला, आगामी दिनमा हेर्दाखेरि कस्तो टाइपको मनपर्छ भन्नुहोस्। यस्तो छ यहाँ तल, उतापट्टि गिटी छ अझै, यस्तो बन्दैछ। पानी लाउने काम भइरहेछ। यस्तै छ गाइज। किप वाचिङ, किप लभिङ गाइज। कस्तो बित्दैछ हजुरहरूको दिन, कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, कृपया कमेन्ट मार्फत जानकारी दिनुहोला। साथै हामी तपाईँहरूलाई केही नयाँ भ्लग भिडियो लिएर आउने सोचिरहेका छौँ। तपाईँलाई कस्तो भ्लग भिडियो हेर्न मन छ त्यो पनि जानकारी दिनुहोला। कुन ठाउँको, कुन प्लेसको, हामीले जति सक्दो तपाईँहरूकै इच्छाअनुसारका कन्टेन्ट भिडियोहरू पनि ल्याउने कोसिस गरिरहेका छौँ। अब यो पानी केही बेरमा भरिनेछ गाइस, हेर्नु होला। केही बेरमा भरिसकेपछि यो पानीको भिजाउने काम रोकेर अब बिस्तारै हाम्रो 2 हप्ता कटेर अब 3 हप्ता पछि यो घर